पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहन प्रसाद ओलीको 97 वर्षको उमेरमा आज बिहान निधन भएको छ। अस्वस्थ भएपछि उनलाई भक्तपुरको गठागरस्थित नेपाल कोरिया मैत्री अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। उनको आजै काठमाडौँको पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ। मोहन प्रसाद ओली सरल स्वभाव र ठट्यौलीका रूपमा चिनिन्थे। ग्रामीण जीवनमा हुर्केका उनी गाउँघरका मानिससँग उखान टुक्का र रमाइला प्रसङ्गमा कुरा गर्ने स्वभावका थिए। ज्योतिष विद्यामा पनि उनको रुचि थियो र गाउँघरका मानिसलाई ग्रह दशा तथा कुण्डलीका विषयमा बताइरहन्थे। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सानै उमेरमा मातृविहीन भएपछि उनको जीवन सङ्घर्षपूर्ण बन्यो। त्यस क्रममा बाबु छोराको भेटघाट कहिलेकाहीँ मात्र हुन्थ्यो। ओली अध्ययन र राजनीतिक गतिविधिमा सक्रिय हुँदै बाहिर बस्न थालेपछि दुवैको दूरी बढे पनि सम्बन्धमा आत्मीयता भने कहिल्यै कम भएन। जीवनमा धेरै कठिनाइ भएका मोहन प्रसादले माइखोलाको बाढीले घरखेत बगाउँदा परिवारलाई सङ्कटमा पारेको समय पनि देखेका थिए। त्यति बेला उनले छिमेकीको आश्रयमा बस्तीहरूको खेत अदियामा काम गरेर जीवन धानेका थिए। यही सङ्घर्षको अनुभवले उनलाई जीवनप्रतिको धैर्य र सादगी सिकाएको थियो। छोरा केपी शर्मा ओली राष्ट्रिय राजनीतिमा स्थापित भई प्रधानमन्त्री बनेपछि भने बाबु छोराको भेटघाट बाक्लियो। ओली पहिलोपटक प्रधानमन्त्री हुँदा मोहन प्रसाद पनि काठमाडौँ आएर बालुवाटार स्थित प्रधानमन्त्री निवासमा केही समय बसेका थिए। त्यति बेला उनले बाबु छोराको संयोगबारे हाँस्दै भनेका थिए। छोरा प्रधानमन्त्री हुँदा पनि सँगै भए, पदबाट बाहिरिँदा पनि सँगै भए। ओली प्रधानमन्त्री हुँदा मोहन प्रसाद बालुवाटारको परिसरमा हिँडुल गर्दै रमाइरहन्थे। तर गाउँको सम्झना भने कहिल्यै छुटेन। गाउँ जाँदा छरछिमेकले बालुवाटार पुगेको मान्छे भनेर सोद्धा उनी सहजै भन्थे, सुख पाए भनेर उक्लिनु हुँदैन, दुःख पाए भनेर आत्तिनु हुँदैन। उमेर ढल्कँदै गएपछि मोहन प्रसाद आफ्ना सन्तान कहाँ पालो बस्दै आएका थिए। पछिल्लो समय भने छोरीको घरमा बढी बस्दै आएका थिए। साधारण ग्रामीण जीवनबाट सङ्घर्ष गर्दै सन्तानलाई ठुलो बनाएको उनका अनुभव, सरलता र जीवन दर्शनले उनलाई चिनीहरूका बीचमा सम्मानित बनाएको थियो। बाबु छोराबीचको आत्मीय सम्बन्ध र जीवनका उतार चढावका साक्षी बनेका मोहन प्रसाद ओलीको निधनसँगै एक सङ्घर्षशील अभिभावकको जीवनयात्रा टुङ्गिएको छ।